काभ्रेको घ्याङडाँडामा निर्माण हुने विद्यालयको शिलान्यास भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र राज पौडेलले हेलिकप्टर चार्टर मार्फत घ्याङडाँडामा पुगेर तागलुङ कास्यु टाँसी पाल फाउन्डेशनले निर्माण तथा व्यवस्थापन गर्ने विद्यालय, स्वास्थ्य केन्द्र, वृद्धाश्रम र गुम्बाको शिलान्यास गरेका हुन्। शिलान्यास कार्यक्रममा पुगेका मन्त्री पौडेलले स्थानीय विद्यालयका विद्यार्थीहरूले फूलमालाले स्वागत गरेका थिए। रोसी गाउँपालिकाले उपलब्ध गराएको करिब 135 रोपनी जग्गामा सो संरचना बन्ने भएको हो। रोसी गाउँपालिकाको वडा नम्बर 12 को घ्याङडाँडामा उक्त परियोजना निर्माण तागलुङ कास्यु टाँसी पाल फाउन्डेशनले निर्माण तथा व्यवस्थापन गर्ने फाउन्डेशनको धर्मगुरु खेन रिन्पोछे जे साम्तेन ड्रोडुल दोर्जेले शिलान्यास गर्दै जानकारी दिए। परियोजनाको शिलान्यास गर्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रको समस्या समाधान गरेर सरकार अघि बढ्ने बताए। उनले द्वन्द्वकालमा घ्याङडाँडामा हुँदै गरेको यात्रा र घ्याङडाँडाको पर्यटकीय सम्भावनाको खुलेर तारिफ गरे। संघीय विद्यालय, स्वास्थ्य केन्द्र, वृद्धाश्रम र गुम्बा निर्माणमा पनि असहज परिस्थितिको आफूले पनि समाधानको बाटो खोजिदिने प्रतिबद्धता फाउन्डेशन र स्थानीय समक्ष व्यक्त गरे। अरू चाहे कतिपय पेसा व्यवसायहरू अगाडि बढाउन आवश्यकता पर्ला, त्यसको निम्ति एउटा प्याकेजमा कार्यक्रम बनाउनलाई यहाँका आदरणीय जनप्रतिनिधि, राजनीतिक पार्टी, बौद्धिक समुदाय र तपाईँहरू सबैसँग म हार्दिक अनुरोध गर्न चाहन्छु। र यहाँ चिन्जान भएकै साथीहरू हुनुभएको हुँदाखेरि म लामो कुरा राख्न चाहन्न। यी सबै काममा सँगै अगाडि बढ्ने, अहिले भर्खरै विभिन्न क्लासमा पढ्ने विद्यार्थीहरूको भविष्यको कुरा शिक्षासँग जोडिएको छ। स्कुलका हाम्रा आदरणीय गुरुहरूले केही कुराहरू भन्नुभएको छ, उहाँहरूलाई मन्त्रालयमा आउनको निम्ति मैले अनुरोध गरेको छु। शिक्षा प्रणालीलाई पनि हामीले सुधार्नु छ, स्वास्थ्यलाई पनि हामीले सुधार्नु छ, अरू कतिपय पर्यटनदेखि लिएर थुप्रै कुराहरूलाई सुधार गर्नुपर्ने भएको हुँदाखेरि तपाईँहरूको यो प्रयत्नलाई तपाईँले टिमबद्ध भएर अगाडि बढाउनु होला। यो भवन निर्माण भएसँगै शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधान हुने अपेक्षा गरिएको छ। यसका लागि सबै निकायसँग मिलेर काम गरिने स्थानीय प्रतिनिधिले बताएका छन्। सगरमाथा टेलिभिजनका लागि काभ्रेबाट प्रदीप भण्डारीको रिपोर्ट।